नमस्ते एभ्रिवान। म कतारमा आएँ त्यतिखेर बिहानको 10 बजेको छ। गर्मी एकदम चढ्दै गएको छ। अनि आजको भ्लगमा म यहाँ कतार यानि कि अरेबियन मुलुकको जो प्रख्यात फ्रुट्स छ नि, जसलाई खजुर भनिन्छ नेपालीमा भने, इङ्ग्लिसमा डेट्स भनिन्छ नि, त्यसको बारेमा भिडियो बनाउन गएको। यो हाम्रो अकोमोडेसन र यसको प्राङ्गणभित्र यहाँनिर रहेको छ यो हेर्नुहोस् खजुरको रुख। र यतिखेर ठ्याक्कै मे महिनाको आज 12 तारिक हो क्या अरे 12 तारिक। यो खजुर ठक्क यतिखेर बिस्तारो फल्न लागेको छ। म एकदम देखाउँदैछु। ल हेर्नुहोस् यतिखेर भर्खर भर्खर फल लागेको छ। अब जुन जुलाई अगस्त सेप्टेम्बरतिर अक्टोबरतिर यो मजाले पाक्छ। जसरी यसको यो हाँगा बिगा छ नि, यो पहिला सानो हुँदाखेरि हेर्नुहोस्, यो पहिला सानो हुँदाखेरि हरेक हाँगाहरू काटिँदै गएको। यहाँबाट हेर्नुहोस् ल, हरेक हाँगाहरू यसरी काटिँदै अनि यसरी अल्गो भएर बसेको हुन्छ यो। ल हेर्नुहोस्, अनि यसरी अल्गो ठाउँमा मजाले फल फल्ने गर्छ। हजुर, यसमा पाइने स्वास्थ्यको लागि एकदम पौष्टिक चिजहरू चाहिँ प्राकृतिक चिनी यानि कि ग्लुकोज हो, फाइबर, पोटासियम, म्याग्नेसियम, आइरन र एन्टिअक्सिडेन्ट, यो प्रकारका एकदम जो शरीरलाई, हाम्रो मानव शरीरलाई चाहिने एकदम मुख्य खनिजका स्रोतहरू यसभित्र पाइने गर्दछ। अनि यो फलको अर्को महत्त्व के हो भने, मानिस एकदम भोकाको हुन्छ या थाकेको हुन्छ भने यो खाने बित्तिकै यसले तुरुन्तै ऊर्जा दिने गर्छ। जस्तै खेलाडीहरूले तुरुन्तै ऊर्जा प्राप्त गर्न चाहिँ केरा खाने गर्छन् है। जब केरा खायो भने तुरुन्तै एनर्जी प्राप्त हुन्छ भन्ने भनाइ छ भने, यो खजुरले त्यसको झन् डबल गुणा चाहिँ यसले ऊर्जा तुरुन्तै दिने गर्छ। त्यसैले भोकेको थाकेको बेलामा यसको उपयोग एकदमै प्रभावकारी रहन्छ। यो कुराहरूमा यसले कब्जियत घटाउने अनि त्यसपछि तुरुन्त पाचन प्रक्रिया पनि एकदम राम्रो गर्छ। अर्थात् सबै कुरोहरू खाएकोलाई पचाउने, शरीरमा राम्ररी यो काम पनि यसले गर्ने गर्दछ। अब अरबी मुलुकहरूमा यसको आफ्नै सांस्कृतिक महत्त्व पनि छ। जसरी मुस्लिमहरू जब त्यो रमजानको बेलामा रोजा बस्छन्, अर्थात् व्रत बस्छन्, फास्टिङ, अनि जब साँझ फास्टिङ तोड्नभन्दा अगाडि चाहिँ यो पहिला खाने, त्यसपछि मात्रै अरू खानेकुराहरू खाने प्रचलनमा रहेको छ। अध्ययनको अनुसार यो खजुर यानि कि यो डेट्समा एकदमै पौष्टिक तत्त्वहरू पाइने गर्छ मानव शरीरको लागि, जो चाहिँ अरू फलहरूभन्दा साँच्चै नै विशेष छ। यो फल यस्तो अचम्मको फल हो कि जसले पानी चाहिँदैन भन्दा नि हुन्छ। किनभने यो रिसर्चले देखाएअनुसार यो खालि यसलाई त तातो र सुक्खा ठाउँ चाहिन्छ। पानी भएको भए त हाम्रो नेपालतिर मस्तले खेती भइहाल्थ्यो नि यसको, होइन? तर हुँदैन त्यस्तोमा। यसलाई एकदम मरुभूमि जस्तो सुक्खा जमिन चाहिन्छ, तातो वातावरण चाहिन्छ, अनि मात्रै त्यसमा फल्छ। विशेष गरिकन यो खाडी मुलुकहरूमा जो तातो जो मौसम हुने देशहरूमा त यसको बढी खेती हुने गर्दछ। यो विश्वमै एकदम प्रख्यात फ्रुट्स हो, यानि फल हो। यो विश्वमा सबैभन्दा बढी चाहिँ इजिप्टमा यसको उत्पादन हुन्छ। करिब 1.6 मिलियन टन चाहिँ यसको त्यहाँनिर उत्पादन हुन्छ भने, त्यसपछि साउदी अरब, इराक जस्ता कयौँ मुलुकहरूमा उत्तिकै हाराहारीको उसमा चाहिँ उत्पादन हुने गर्दछ। यो सबै हाम्रो अकोमोडेसन हो। यहाँ अरब कन्ट्रीमा हरेकको घर कम्पाउन्डहरूमा यो हुन्छ भने, उता सिटीको साइडतिर चाहिँ अलिकति यसको निम्ति छुट्टै
फार्मिङ हुन्छ। यसको धेरै भेराइटिजहरू हुन्छ, धेरै प्रकारका खजुरहरू हुन्छ, एकदमै एक्सपेन्सिभ प्राइसमा बेचिने खालको पनि हुन्छ क्वालिटी अनुसार। खजुरका प्रकारहरू जस्तै बरुई, मेडजुल, खलास, खनुजी जस्ता धेरै प्रकारहरू हुने गर्छन्। यसको खेती इन्डियामा पनि गर्ने गरिन्छ। इन्डियाको विशेष एकदमै गर्मी हुने ठाउँहरू जस्तै राजस्थान, महाराष्ट्र, अनि त्यसपछि तमिलनाडु, केरला जस्ता ठाउँहरूमा यसको खेती गर्ने गरिन्छ। तर अरबी मुलुकमा जति चाहिँ प्रशस्त फस्टाउँदैन, तर पनि त्यहाँ राम्रो खेती हुँदो रहेछ। अनुसन्धान मैले गरेर यो कुरा जानकारी प्राप्त गरेको। यति गरेर यो काँचोमा यो कलरको हुन्छ, बिस्तारै बिस्तारै पहेँलो पहेँलो कलरमा हुँदै हुँदै पाकेपछि रातो कलरमा परिवर्तन हुन्छ। अरेबियन मुलुकहरूबाट यो फल विश्वभर सप्लाई हुन्छ, जसमा सबभन्दा बढी यसको विक्रेता खरिदकर्ता चाहिँ भारत नै भन्न मिल्छ। किनभने भारतमा धेरै पब्लिक भएको कारण र भारतीयहरू चाहिँ इन्डियनहरू विशेष हरेक ठाउँमा कामकाजी गर्ने भएको कारणले त्यो प्रकारको बिजनेसहरू पनि भारतीयहरूले गर्ने गर्छन्। त धेरै अरू देशहरूको अनुपातमा भारतले चाहिँ बढी यो निर्यात गर्छ, त्यसपछि आफ्नो मुलुकमा सेल गर्छ। यो यसलाई विभिन्न प्रकारका बनाएर सेल गर्ने गरिन्छ। अझ यसलाई चाहिँ मोडिफाई गरेर अझ स्वादिष्ट बनाएर अलग तरिकाले त्यहाँ किसमिसहरू केही मिक्स गरेर पनि बेच्ने गर्छ भने फर्स्ट क्लास, सेकेन्ड, थर्ड, फोर्थ क्लास बनाएर त्यो प्राइज अनुसार बेचेको हुन्छ। ओके, आज मैले रेन्डमली एउटा सोच आयो र आज के भ्लग बनाऊँ भनेर अनि यही भ्लग बनाइदिएँ। कस्तो हुन्छ कमेन्ट गर्नु होला है त। बाई बाई।